गुड मर्निङ, नमस्ते, लासो फ्याफुला। हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। बिहानै बिहानै चियाको चुस्कीको साथमा म चाहिँ अहिले यहाँ भगवान पाउँ सैनिकको तल भगवान पाउँमा यसो एकछिन रेस्ट गरेको अवस्था। बिहान हेर्नुहोस् त कति चाहिँ अब सुन्दर चाहिँ अब वातावरणमा एकदम स्वच्छ हावा होइन बिहानको। सबैजना मर्निङ वाक गर्दै हुनुहुन्छ। कोही माथि यहाँ शारीरिक व्यायाम एक्सर्साइज गरिरहनु भएको छ होइन। कोही यहाँ फलफुल अब बेचिरहनु भएको छ, कोही तरकारी बेचिरहनु भएको छ, कोही चिया बेचिरहनु भएको छ। आफ्नो जीविका आर्जन गर्नको लागि होइन गाह्रो छ। के हुनु सबैले चाहिँ अब दुःखै गर्नु पऱ्यो खानको लागि होइन। बाँच्नु परेछ। ल यो भिडियो खासै मेरो ज्ञानवर्धक र सन्देशमूलक त छैन, तैपनि एउटा मनोरञ्जनको लागि। यो च्यानलमा कोही हजुर नयाँ हुनुहुन्छ भनेदेखि मेरो युट्युब च्यानल बिग ब्रो 467 पनि सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। ओम माने पेमे ओम बुद्धं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि। कति एउटा बत्ती बालेको है? 10 रुपैयाँ एउटा बालौँ है त। कहाँ चोपिने ठाउँ कुन हो? चोपिने ठाउँ यही जोसिनी हो। बिहान बिहान सधैँ आएर एक कुन्टा बाल्नु पऱ्यो। यो चाहिँ मेरो आमाको नाममा। आमा हजुर जहाँ भए पनि एकदम चाहिँ अब हाँसी खुसी बस्नु होला, हामीलाई आशीर्वाद दिनु होला होइन। एकदम शान्ति मिलोस् हजुरलाई। मारिदियो धेरै पटक आइयो यहाँ आउनु त। पहिला पनि 6-7 वर्षै बसेको हो होइन। आज चाहिँ एउटा बत्ती चाहिँ अब आमाको नाममा बालियो। अब सधैँ अब एकघन्टा यहाँनिर आइयो भनेदेखि बाल्नु पर्यो एकघन्टा। आमामा बाँदर हेर। बोले ज्ञान बुद्धं शरणं गच्छामि। ओम माने पेमी ओम। जय बजरंगबली। बुद्ध शरणं गच्छामि। जय बजरंगबली। तोड्दै दुश्मनको नली होइन त बाजे? सधैँ खानेकुरा दिनुहुन्छ हजुरले? सधैँ खानेकुरा दिनुहुन्छ यिनीहरूलाई? साह्रै पऱ्यो भने अब खानपान लामाहरू चाहिँ दिने मान्छेहरू आएको न न न बिचरा यिनीहरूको नि को छ त है? बिचरा खानै पर्यो, खाना दिनु पर्यो होइन। हाम्रो बाजेले चाहिँ यहाँ बाँदरलाई चाहिँ खानेकुरा दिनुभएको छ नि, चामल। त्यो खाऊ त्यो खाऊ 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 बाबु खाऊ। चाउले
ल यो चाहिँ स्वयम्भू परिसरको चाहिँ यो भवन पाऊ यो बुद्ध स्तूप भएको ठाउँ होइन यसो एउटा सानो क्लिप बनाइराखेको ल थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला होइन ल बाई बाई